आज तपाईँहरूको माझमा हामी बङ्गुरको मासु पकाउन गइरहेछौँ। प्याज भिर्दैछौँ सुरुमा। बुझ्नुहोस् यहाँ चाहिँ हाम्रो अक्कडी बहिनी डिजे स्टाइलमा यहाँ चाहिँ अक्कडी बहिनी उता भागेको छैन गाई छैन। डिजे स्टाइलमा यहाँ अब वंशको मासु पाक्दैछ होइन। डिजे स्टाइलमा हेर्नुहोस् है गाई यहाँ चाहिँ अब मासु हेर्नुहोस् है गाईजी एकदम रातो रातो होइन। डिजे स्टाइलमा यो चाहिँ सुँगुरको मासु साथीहरू। यो चाहिँ अब साथमा टमाटर होइन। डिजे स्टाइलमा साथमा फेरि यो मसला फेरि साथीहरू अर्ग्यानिक पेस्ट। पाक्दैछ साथीहरू यहाँनिर पाक्दैछ होइन। प्याज एकदम गोल्डन ब्राउन भइसक्यो साथीहरू। प्याज गोल्डन ब्राउन भइसक्यो होइन। अब हामी अलिकति नजारा यस्तै छ साथी मौसम। यस्तो मौसममा चाहिँ हामी बाट्या यहाँ फेरि यहाँबाट अलिकति हामी दाउरा छान्नु पऱ्यो नि त साथीहरू। दाउरा बोलेन भने फेरि काम दिँदैन कि कति। त्यसैले हामी दुईवटा जति दाउरा लगेर त्यहाँनिर हालिदिन्छौँ। यहाँनिर हल्का यसलाई फुक्नुपर्छ साथीहरू। साथीहरू अब हामी यसलाई गोल्डन ब्राउन भइसकेपछि अब हामी मासु हाल्छौँ यसरी साथीहरू। मासु अब हामी यसलाई भुट्नेछौँ। साथीहरू आगो बोलेको छैन। अब यहाँ चाहिँ मासु छोपिसक्यौँ साथीहरू होइन। बङ्गुरको मासु पाक्दैछ हेर्नुहोस् आगो बल्दैछ होइन। साथीहरू आज स्याटरडे ह्याप्पी स्याटरडे। वंशको मासु पकाउँदै हामी डिजे स्टाइलमा आगो बाल्दै अहिलेलाई सानो भिडियो यतिमै राख्दै। मासु चाहिँ यस्तो भइसक्यो साथीभाइ। पाक्दैछ साथीहरू डिजेमा। ल साथीहरू हेर्नुहोस् साथीहरू मासु चाहिँ यस्तो भइसक्यो। अब डिजे स्टाइलमा हामी यसमा हाल्छौँ अन्त त्यसलाई फेरि केही मिनट यसलाई दिनुहोस् साथीहरू।
त्यसपछि फेरि यसलाई हामी छोपिदिनेछौँ। हेर्नुहोस् फेरि स्टार्ट भइसक्यो त्यही मासु हो। साथी अब हामी यसमा दिन्छौँ थोडीसी साल्ट है साथीहरू, साल्ट अब इसमें देना पड़ेगा थोड़ी सी नज़ारा। इसमें कई सामानहरू साथीहरू, सामान थोड़ी सी पेस्ट, अब हेर्नुहोस् साथीहरू नजारा। नजारा ये नजारा देखिए गाइस। ला अब लसुन तो भइसक्यो साथीहरू मासु। हेर्नुहोस् साथीहरू मासु यस्तो भइसक्यो। गाइस अहिलेको मासु पाकेर चाहिँ रेडी भइसकेको छ। अब चाहिँ हामी मेरो भाइहरूलाई खाना दिनु पर्यो।